आकाश बबाल देखिँदो रहेछ। यस्तो छ हेर्नु, अहिले 6:30 बजीको अवस्था हेर्नुहोस् गाइजहरू। कालो अन्धकार भराएर चाहिँ आज मान्छेहरूले चाहिँ भन्दै थियो होइन, ठुलो हावापानी आउँछ भन्दै थिएँ। साँच्चीकै हो जस्तो छ, मैले चाहिँ पत्याएकै थिइनँ। हेर्नु गाइजहरू, मेरो सानो झुपडी यस्तो छ। आज रातिको हावापानीले उडायो भने त म त बेपत्ता हुने पऱ्यो त गाइजहरू। झापाको अवस्था हेर्नुहोस् गाइज। आज बुधबारको दिन कति रातिको 6:30 बजी 6:30 बजी यस्तो छ। दुईटा भाले पसेको छ, एउटा भाले एउटा पछाडि गएको छ। यस्तो छ हेर्नुहोस् गाइजहरू। मकैबारी आज चाहिँ ठुलो हावापानी आउँछ भनेर चाहिँ हल्ला गर्दै थिएँ। साँच्चै आउँछ कि क्या हो गाइजहरू, हेर्नु त। मैले चाहिँ पत्याएकै थिइनँ होइन, तर साँच्चीकै हावापानी आउँछ जस्तो छ। मेरो घर चाहिँ यस्तो झुपडी छ, फेरि उडाएर लान्छ जस्तो छ। हाम्रो मम्मी उहाँ हिँड्नुहुँदैछ। हाम्रो एउटा ज्याङ्गो यहाँनिर छ, यसले फेरि जे भन्यो त्यही मान्छ। यसको नाम रक्सी हो, रक्की हो, तर हामी यसलाई रक्सी भन्छौँ क्या। हाम्रो मम्मी यस्तो छिन्। भित्र जानुभयो। हाम्रो सबिन त्यहाँ छ। सबिन भनेको मेरो भाइ हो, छेमाको छोरा, आन्टीको छोरा। यस्तो चाहिँ आम्मा, यहाँदेखि चाहिँ कस्तो राम्रो देखेको क्या। मेरो गाउँ चाहिँ यस्तो रहेको छ, एकदम पातलो। मेरो घर चाहिँ जङ्गल घारीको बिचमा छ। सानो झुपडी छ, हेर्नुहोस् है गाइज। त सानो गर्छ, आगो बलेको यहीँबाट देखिँदै यस्तो रहेको छ अहिले झापाको अवस्था। 6:30 बजी रातिको बुधबारको दिन। हेर्नुहोस् गाइजहरू, यस्तो रहेको छ। तपाईँहरूकोतिर कस्तो भएको छ हेर्नु है। साँच्चीकै पानी हावाहुरी त भयङ्करै आयो त हौ गाइजहरू। यस्तो आइरहेछ आम्मामा। रातिको माहौलमा खतरा पानी पऱ्यो। मलाई चाहिँ साह्रै डर लाग्यो यो पानी हावाहुरी आयो भने चाहिँ। अब रुखको बिचमा चाहिँ मेरो घर छ नि त, रुखहरू अनि ठुलो ठुलो छ। हावाले अनि रुख लडायो भने मेरो घर सक्यो। अब हामीले थाहा पायौँ भन्दा ठिकै हो, नभए त अब हामी पनि सकिन्छौँ होइन। त्योहरू मलाई चाहिँ पुरै डर लाग्छ क्या। यो हावाहरू आयो, पानी यताउति पर्दा त ठिकै हो, हावा चल्यो भने चाहिँ डर लाग्छ हौ मलाई। जङ्गलको छेउमा छ कि घर वरिपरि जङ्गलै जङ्गल छ, त्यही भएर क्या। पानी यस्तो खतरा पर्दैछ।